श्रीमान गरिब होस् क्या केही फरक पर्दैन, तर उहाँले दिने माया छ नि त्यो करोडौं सम्पत्ति भन्दा अमूल्य होस् क्या। त्यसमा जति आनन्द केहीमा पनि मिल्दैन, बुझ्नुभयो नि। जतिसुकै गरिब होस् बिहान बेलुका सिस्नुमा झोली हालेर खान परोस् न, तर दुईजनाको मन खुसी छ, एकले अर्कालाई सम्मान इज्जत माया गरेर अगाडि बढिरहेका छौं भने नि कसम त्यो करोडौं सम्पत्ति भन्दा पनि अमूल्य एकदमै शान्त एकदमै खुसी त्यहाँ मिल्छ क्या। बुझ्नुभयो नि। त्यही भएर सम्पत्तिको लालचमा नफस्नुस् क्या। जिन्दगीमा जसले माया गर्छ, जसले भित्री मनबाट तपाईलाई चाहन्छ, उसलाई आफूले पनि त्यही तरिकाले माया गर्दै अगाडि बढ्नुस् हैन। त्यसमा जति आनन्द यो धरतीमा केहीमा पनि मिल्दैन क्या। बुझ्नुभयो नि। सम्पत्तिले खुसी कसैलाई पनि दिँदैन। तपाईसँग टन्न सम्पत्ति छ तर तपाईको साथमा माया गर्ने व्यक्ति छैन, यदि छ भने पनि तपाईलाई त्यति वास्ता गर्दैन भनेदेखि त्यो सम्पत्तिको के अर्थ भयो त? भयो त के होइन नि त। त्यही भएर जिन्दगीमा एकले अर्कालाई बुझ्ने प्रेम गर्ने व्यक्ति एकले अर्कालाई पाइयो भनेदेखि जस्तो सुकै दुःख पार गरेर पनि सुख ल्याउन सकिन्छ क्या। झुपडी घर छ भने पनि महल बनाउन सकिन्छ, तर दुईजनाको आत्मा मिल्न पर्यो, मन मिल्न पर्यो। हरेक कुरामा एकले अर्कालाई साथ सपोर्ट गर्दै अगाडि बढ्न सक्नु पर्यो, अनि बल्ल जीवन सुन्दर